भनेर चाहिँ तपाईँले भन्दाखेरि चाहिँ लागेको थियो आफ्नो स्वास्थ्य अवस्था यस्तो छ र पनि सुमान भाइको त्यो बारेमा चाहिँ चासो राखिरहेको भएको छ असल साथीको रूपमा मतलब आफूलाई कति धेरै चिन्ता गरेको भन्ने कुरा फिल गरिरहेको थियो त्यो पल किन तपाईँले आफ्नो स्वास्थ्यभन्दा पनि सुमन बाबुको त्यो पल अथवा अवस्थाका विषयमा अलिक गम्भीर हुनुहुन्थ्यो अलिकति स्मरण गर्नु यस्तो हो अब म ठ्याक्कै त्यो मेरो मनमा त्यो कसरी आयो किन आयो भन्ने कुरा ठ्याक्कै त्यो मनमा अहिले त्यो मैले त्यो भन्न त्यो स्मरण गर्न नसकौँला होइन तर मलाई यति थाहा छ कि तपाईँहरू सबैजना मेरै वरिपरि देख्दाखेरि अनि त्यहाँ चाहिँ मिस्त्रीहरूले होइन अनि अथवा यहाँ चाहिँ सामान पुर्याउने क्रममा केही चिज अभाव भइदिएला होइन फेरि काम रोकिएला अनि त्यही भएर केही साथीहरू चाहिँ अब मेरै वरिपरि मात्रै बस्न भन्दा पनि उतातिर पनि हेरिदिनु है सर उता पनि जानु है भन्ने चाहिँ त्यो मलाई त्यो लाग्यो होला सायद मैले त्यति बेला त्यो तपाईँलाई भने होइन अनि म एउटा कुरामा चाहिँ के कुरामा ढुकिएको थियो भने श्री सरलाई पनि म यता बोलाउन चाहन्छु श्री सर आउनु त हर पल श्री सर चाहिँ एकदमै सक्रिय हुनुभयो तपाईँ हामी कति बेला आउने जाने पनि भयो होइन अझ म त बिरामी भएपछि त फेस हुने भयो होइन आउन पाएन होइन अझ सबैभन्दा धेरै तपाईँहरू पनि आउनुभयो कि उहाँ चाहिँ एकदमै बढी नै खटिनु भयो कि उहाँले चाहिँ जिम्मै लिएर सर ढुक्क हुनुहोस् नमुना घर बनाइदिन्छु मैले जिम्मा लिएपछि फत्ते पारेर छाडिदिन्छु तपाईँले पिरै नगर्नु पहिला तपाईँ सन्चो हुनुहोस् भनेर उहाँले पनि भन्नुभयो होइन अनि बेलामा त्यो उहाँ चाहिँ कस्तो कति फास्ट काम गर्छ अनि एउटा के भन्नुहुन्थ्यो त्यो कपडा जस्तो त्यो चाहिएको छ भनेर यता मिस्त्रीहरूले भन्ने उहाँ चाहिँ कहाँबाट त्यो किनेर ल्याएर स्याट यहाँ ल्याएर दिइहाल्ने अनि फेरि उतिखेरै म फेरि आइहालेँ अनि मैले भन्थेँ अनि तपाईँ पुगेर आइसक्नुभयो भनेर पुग्नुभयो भनेर म पुगेर त्यो गरिदिइसकेँ त्यो भइसक्यो भनेर उहाँले भन्नुहुन्थ्यो कि यति छिटो अनि फेरि त्यहीँ बस्नुपर्छ नि भनेको होइन सर यस्तो अवस्था फेरि तपाईँलाई पनि हेर्न पऱ्यो भन्नुहुन्थ्यो कि होइन अब तपाईँहरू जतिखेर अब छेउमा भइरहँदाखेरि मलाई त्यही त अनि त्यही भएर त्यो आयो क्या मलाई त्यो अटोमेटिक त्यो कुरा आयो अनि फेरि अब जहिले पनि फेरि के भयो भने हामीले आफ्नो बारेमा भन्दा पनि बढी अरूको बारेमा सोच्यौँ कि अनि त्यही अरूको बारेमा सोचेको भएर पनि होला दर्शकहरूले अहिले यति धेरै माया गर्नुहुन्छ दर्शकहरूको विश्वास जित्न मैले सफल भएको छु हामीले सफल भएका छौँ त्यही हो सर अब अहिले चाहिँ एकदमै आज आइपुग्नु भएको छ यसमा त धेरैजना यहाँ खुसी पनि हुनुहुन्छ सँगै सुमन बाबु जति बेला हाम्रो फर्स्ट टाइम भेट भएको थियो त्यो दिन म पनि थिएँ क्या नजिकै म थिएँ त्यति बेला चाहिँ सुमन भाइले हात पकडेर मेरो घर भत्किन लाग्छ बनाइदिन जानुहोस् भनेको त्यो अझै एकदम ताजा लाग्छ तर सुमनले यो सायदै यो बाल्य अवस्थामा यो किसिमको घरको परिकल्पना सायदै त्यो न त समाजले गरेको थियो होला न त सुमनले गर्ने झन् एकदम परको कुरा हो यो घर आज हिजोको त्यो सुमनले भनेको कुरा सम्झिँदै आज यो जसरी घर पूर्ण रूपमा यतिसम्म हुन पुगेको छ यसलाई कसरी लिनुहुन्छ सुमन सुरुको दिनको त्यो सम्झना आउँछ हामी चुनावको प्रचारमा आएका थियौँ होइन अब चुनावलाई जोड्न त मन लाग्दैन होइन त्यति बेलै हामीले सुमन बाबुलाई सहयोग गर्ने इच्छा राखेका थियौँ तर कस्तो भयो भने चुनावको बेला फेरि ठ्याक्कै सहयोग गरिरहँदा घर बनाउने कार्यक्रम अगाडि बढाउँदा फेरि चुनावको लागि गऱ्यो कि भन्ने हुन्छ भनेर त्यो चुनाव कहिले सकिएला अनि सुमन बाबुको घर जान पाइएला भन्ने भएको थियो सुरुमा सुमनसँग भेट हुने बेला तपाईँहरू सबैजना सञ्चारकर्मीहरू हुनुहुन्थ्यो उसले मेरो हात समातेर यतातिर डोडाएर अनि के भयो बाबु भनेर भन्दा अङ्कल मेरो घर भत्किन लाग्छ हेर्न जानुहोस् न हेर्न जानुहोस् हो कि बनाइदिनु जानु छैन हेर्न मात्रै जानुहोस् भनेर के भन्नु यो सानो बालकले होइन 5 वर्षको बालकले अनि त्यति बेला मैले आएर यहाँसम्म आएर भित्रतिर छिर्न सकिनँ यहाँसम्म आएर अलिकति हेरेँ अनि हेरेर हामी गयौँ होइन अनि त्यस पछाडि चुनाव सकिएर एक दिन ठ्याक्कै पानी परला आएको थियो नि अनि श्री सरले भन्नुभयो सर हामी एक ठाउँ जाने भनेको थियौँ नि तपाईँले बिर्सिनु भयो कि नै भनेर भन्नुभयो अनि मैले सम्झेँ झसङ्ग सम्झेँ ऊ पानी पर्न लाग्छ अनि आज त त्यो घर त उडाउँछ होला हावाहुरीले जाउँ भन्ने हिसाबले हामी सबैजना आयौँ अब आउने बेला त्यो दृश्य हेर्नुहोस् छानामाथि चढेर यो बच्चाले टिनको पाता च्याप्दै थियो ढुङ्गाले टिनको पाता च्याप्दै थियो अनि 5 वर्षको बच्चाले आफ्नो ओत बचाउनको लागि हावाहुरीले छानो नउडाओस् भन्नका लागि टिनका पाता च्यापिरहेको त्यो दृश्यले साँच्चीकै मन एकदमै भावुक बनायो त्यति बेला र सहयोग गर्नुपर्छ जसरी पनि सहयोग गर्नुपर्छ भन्यौँ अनि अर्को दिनै हामी घर ढाल्यौँ घर ढाल्न साथ दर्शकहरूको माया पनि पाइयो होइन अनि सुरुवातै अब अलिअलि सुरुमा त मिस्त्रीहरू जुटाउनु पर्यो होइन अब जग खन्नु पर्यो अलिअलि त खर्च लागिहाल्छ त्यसका लागि ल
हामी नै हाम्रो तर्फबाटै सुरु गर्नुपर्छ भनेर 50,000बाट सुरु गरियो। अनि त्यसपछि धेरैजना सहयोगदाताहरूको सहयोग आयो। अनि सहयोग आउँदा आउँदा 7 लाख कति आयो लगभग सहयोग। अहिले त्यो सबै हिसाबमा अहिले तपाईँहरूलाई फेरि भन्छु, अहिले सार्वजनिक हुन्छ नै त्यो हो, झन्डै 7 लाख सहयोग आयो। सहयोग अनि हामीले सोच्यौँ 7 लाखमा लगभग बन्छ यो भन्ने सोच्यौँ। किनभनेपछि कसैले केही बोरा सिमेन्ट, कसैले 1-2 ट्राली गिट्टी बालुवा, अनि कसैले केही हजार इट्टा सहयोग गर्छु भनेर भनिसकेको अवस्थामा पुग्छ भन्ने कुरामा हामी विश्वस्त भइयो। र फाइनल्ली यो घर पनि बन्यो, यति राम्रो बनाएको छ, चिटिक्कको बनाएको छ। यो घर कतिमा बन्यो होला भन्ने पनि लागेको छ होला, त्यो पनि अहिले हामी एकैछिनमा सार्वजनिक गर्छौँ। जे होस् एकदमै सस्तो मूल्यमा यो घर बनेको छ। तपाईँहरूलाई पनि अचम्म लाग्छ होला यतिमा यो घर बन्यो भनेर भन्दाखेरि यो एकैछिनमा चाहिँ हामीले सार्वजनिक गर्छौँ। खर्च विवरण तपाईँले अकस्मात यहाँ सोधिहाल्नु भयो, त्यही भएर फेरि एकदम धेरै धन्यवाद। जुन किसिमको यो सामाजिक कर्म गर्ने तपाईँको एउटा उदार दिल छ, उदार मन छ। मेरो मात्रै नभएर हामी सबैको भनौँ न होइन, यसमा तपाईँहरू सबैजना जोडिनु भएको छ होइन। एउटा नेतृत्व गर्ने व्यक्ति कोही होला होइन, म हुँला होइन, तर मलाई पनि त यहाँसम्म एउटा सफल बनाउनको लागि त तपाईँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभयो नि त। यो हाम्रो योजनालाई, यो हाम्रो के भन्छन् रे परिकल्पना भनौँ न, सपनालाई साकार गराउने काम त तपाईँहरूले पनि त गर्नुभयो नि होइन। विशेष धन्यवाद चाहिँ मेरो श्री सर